चैत्र 15 गते तीनकुनेमा आयोजना भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि झस्किएको सुरक्षा निकायले राप्रपाले बल्खुमा आयोजना गर्ने विरोध सभाको पूर्व सन्ध्यामा संयुक्त बैठक राखेको थियो। संसदमै सहभागी दल राप्रपाले राजावादी एजेन्डाको ओकालत गर्दै आए तापनि मंगलबार आयोजना हुने विरोध सभा तुलनात्मक रूपमा संयमित हुने आंकलन गरिरहेका बेला सुरक्षा निकाय भने आश्वस्त हुन सकिरहेको थियो। उनीहरू भिडको कुनै भर नहुने र परिस्थिति जुनसुकै बेला बिथो लिन सक्ने निष्कर्षमा पुगेका थिए। तर मंगलबार बल्खुमा आयोजना भएको राप्रपाको विरोध सभामा राप्रपाले प्रदर्शनको नाममा कुनै उग्रता देखाएन, बरु शान्तिपूर्ण प्रदर्शन मार्फत सरकारको चर्को आलोचना गरे। बागमती प्रदेश स्तरीय खबरदारी सभा भनिएको राप्रपाको शान्ति प्रदर्शनमा कुनै अप्रिय गतिविधि भएन, बरु उग्र होहल्ला गर्न खोज्नेलाई राप्रपाले नै खटाएका स्वयंसेवकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। राप्रपा नेता कार्यकर्ताले सभा सकिएपछि प्रदर्शन स्थल वरपर सरसफाई पनि गरेका थिए। अध्यक्ष राजेन्द्र लिङदेनले स्टेजबाटै काठमाडौँ महानगरका मेयर बालेन शाहप्रति संकेत गर्दै चिठी काट्न कोही हतार नभएर बसेकाले त्यसका लागि ठाउँ नदिन उद्घोष गरेका थिए।